हेलो एभ्रिवान, आज फेरि मैले सानो भिडियो लिएर आएको छु। सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। युट्युबमा गएर म बिहान उठेर मोबाइल हेरेँ अनि मोबाइल हेरेपछि आँखा मिच्दै 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 फेरि तल झरेँ माथिबाट। अनि तल झरेर अगाडि जाँदैछु ढोका खोल्न। बिहान उठ्न यति अल्छी लाग्छ नि, अल्छी लागि पनि ढोका खोल्यो। ढोका खोलिसकेपछि हाम्रो घर अगाडि सिधै भगवान् हुनुहुन्छ मन्दिर, अनि त्यहाँ दर्शन गरेँ। बिहान सधैँ गर्छु। दर्शन गरेर भ्याएपछि झाडु लगाउन थालेँ। झाडु लगाएर भ्याएपछि फेरि मैले पोछा पनि लगाएँ लगातार। पोछा लगाएर भ्याइसकेपछि म फ्रेस हुनुको लागि बाथरुमतिर गएँ, नुहाइधुवाइ गर्नको लागि। अनि बाथरुमतिर गएर आएर फेरि निस्कि पनि सकेँ। अनि निस्केपछि फेरि बिहान बुहारी मान्छे भएपछि पूजा गर्नु पर्यो। अनि फेरि पूजा गर्दै थिएँ, चिसो चिसो मौसम पनि थियो। बाटामा मान्छे हिँड्नुभएको थियो। आजकल त्यति जाडो त हुन्न, त्यही पनि हल्का चिसो थियो र केही लाउनु परेको छैन ज्याकेटहरू। अनि यसो हेरेको फेरि मम्मी उठ्नुभयो। अनि फेरि मम्मी उठेर भ्याएपछि फेरि मैले टिको लगाइदिएँ। पूजा गरेर भ्याएपछि मम्मीलाई फुल द्याएँ, प्रसाद खान द्याएँ, अनि ढोगेँ पनि। अनि एकछिन त्यही गफ गऱ्यौँ, मैले पनि टिको लगाएँ। अनि गफ गरेर भ्याएपछि फेरि हामीले लगातार तातो पानी तताएर मैले मम्मीले खायौँ। अनि आज मैले नास्ता बनाएको थिएन। अनि फेरि पसलबाट डोनट लिएर डोनट चिया खायौँ। अनि फेरि विशालले फोन गर्नुभयो। विशाललाई खासै सन्चो थिएन। अनि फेरि एकछिन बोलेर फेरि मैले खाना पकाउन थालेँ। खाना पकाउन थालिसकेपछि फेरि फोन गर्नुभयो। अनि फेरि एकछिन बोलेँ। अनि फेरि एकछिन बोलिसकेपछि मैले फेरि खाना पकाउन थालेँ। स्कुल जानु बेर हुन्छ स्कुल जानेलाई, त्यही भएर। अनि छिटो खाना पकाएर भ्याएपछि म माथि साफ गर्न आएँ। जाडो नि अब सकिन थाल्यो। जाडोको कपडा थन्काउन थालेछु, सबै लथालिङ्गे थियो। अनि त्यही साफ गर्दै थिएँ। फेरि मलाई पोहोर साल दाइले विदेशदेखिको हड्डी पठाइदिनु भएको थियो। अनि त्यो यसो खोलेर हेरेको, त्यसमा 7-8वटा फिता भएका घडीहरू थिए। अनि फेरि दाइले फेरि मलाई बहिनीले फेरि लाउँछु भनेर त्यत्रो फिता भएका घडी पठाएको त। अनि फेरि मैले सबै पुसेर राखेँ। अनि फेरि पुसेर साफ गरेर फेरि जस्ताको त्यस्तै पुरा टल्काएर राखेँ। दाइले पठाइदिएको माया लाग्छ। अनि फेरि त्यही बेला फेरि मलाई विशालले नै ल्याइदिनु पऱ्यो। त्यो घडी पनि देखाएँ तपाईँहरूलाई, हेर्नु। म घडी त्यति खासै बान्दैन, त्यही पनि कहिलेकाहीँ यताउता हिँड्दा चाहिँ लाउँछु। यो घडी पनि हेर्नु कति राम्रो छ। यो फेरि विशालले ल्याइदिनु भएको। अनि फेरि क्यामेराहरू पनि ल्याइदिनु भएको थियो विशालले। अनि यिनी पनि थन्काउन थालेँ, राख्न थालेँ दराजमा। यताउति थियो, फुट्छ भनेर। अनि फेरि मैले आफ्नो भिडियो आफै गरेँ यसरी। विशालले भिडियो गर्छिन् भनेर ल्याइदिनु भएको थियो। अनि फेरि मैले त साफ गर्दा फेरि काठमाडौँमा बुकेर दिएको फेरि यो ओइलाएको रहेछ। अनि फेरि फोन गर्नुभयो। फेरि एकछिन बोल्न थाल्यो। नजाति लागिरहेको थियो, उहाँलाई सन्चो पनि खासै थिएन। अनि एकछिन बोल्यौँ। एकछिन बोलिसकेपछि उहाँको मुख अर्कै भएछ, उहाँलाई खासै सन्चो थिएन। अनि दबाई खाएर उहाँ अब हिँड्ने बेला भयो काठमाडौँदेखि। अनि उहाँको 12:35मा थियो। अनि फेरि उहाँले म गएँ अब भनेर लास्ट फोन गर्नुभयो। अनि अहिले चाहिँ बङ्गलादेश गएर बस्नुभएको छ। अब 10 बजे राति 10:30मा छ उहाँको फ्लाइट। त्यति